ड्राइभर साहबले पुऱ्याउन लाग्दै हुनुहुन्छ. It's raining outside. यो चाहिँ मेरो फर्स्ट टाइम म इन्टरनेसनल ट्रिप यसरी एक्लै ट्राभल गरिरहेको छु. तर यो चाहिँ लामो समय होइन, केही समयको लागि हो. म चाहिँ अब फ्लाइङ टु सिङ्गापुर होइन, लन्डनबाट सिङ्गापुर जाँदैछु. अब टेकअप हुन लागिसकेको छ. यो चाहिँ मेरो सिङ्गापुर एयरलाइन्सबाट मैले डाइरेक्ट फ्लाइट लन्डन टु सिङ्गापुर लिएको छु. यो चाहिँ मेरो स्पेसल फ्यामिली ट्रिप रहेको छ. मेरो फ्यामिलीहरू, बाबा मम्मी दाजु दिदीहरू चाहिँ नेपालबाट आउँदै हुनुहुन्छ र हामी चाहिँ सिङ्गापुरमा भेट्ने भनेर चाहिँ म सिङ्गापुर जाँदैछु र उहाँहरू पनि सिङ्गापुरै आउँदै हुनुहुन्छ. फाइनली उहाँहरू पनि आइसक्नु भएको छ. हेर्नु त, सबैजना जाडो ठाउँबाट आउनुभएको होइन, सबैजना तातो तातो लुगा लाएर आइसक्नु भएको छ. हाम्रो चाहिँ यो सिङ्गापुर केही छिनको ट्रान्जिट मात्रै हो. हाम्रो बाबालाई चाहिँ सिङ्गापुर एकदमै घुम्ने रहर थियो होइन. त्यही भएर बाबाले कस्तो छ होला सिङ्गापुर भनेर सोचिराख्नु भएको थियो. त्यही भएर हामी छोराछोरीले चाहिँ प्लान गऱ्यौँ कि बाबाले अब एकदमै क्युरियस हुनुहुन्छ सिङ्गापुर कस्तो होला, सबैजनाले राम्रो राम्रो छ भनेर होइन. ल बाबा आमाहरूलाई सिङ्गापुर ट्रिप गराऊँ न त भनेर डिसाइड गरेर सिङ्गापुरको प्लान गऱ्यौँ. अनि फेरि त्यही बिचमा चाहिँ होइन सिङ्गापुर त जाने, तर यति छोटो हुन्छ सिङ्गापुर त 1 विकमा घुमिन्छ भन्छ सबैजनाले, वाइ नट अरू ठाउँ पनि जाऊँ भनेर चाहिँ फेरि हामीले चाहिँ अर्को प्लान गरे हो कि. त्यसैले गर्दाखेरि हामी चाहिँ फर्स्ट थाइल्यान्ड जान्छौँ होइन. थाइल्यान्डमा धेरै ठाउँहरू घुमेर अनि फेरि ब्याक टु सिङ्गापुरै आउँछौँ. हामी चाहिँ यो ट्रान्जिटमा चाहिँ एकछिन रिफ्रेस भएर होइन कफी सफी खाएर अनि त्यसपछि सबैजनाले भने जस्तै यहाँ सिङ्गापुरको एयरपोर्ट चाहिँ एकदमै राम्रो रहेछ. त्यही भएर हामी चाहिँ एकछिन सिङ्गापुरको एयरपोर्ट चाहिँ यस्तो घुम्ने डिसाइड गऱ्यौँ र एकछिन घुम्दैछौँ. त्यसपछि फेरि हामी सबैजना चाहिँ थाइल्यान्ड जाँदैछौँ. यसरी सबैजना फ्यामिलीहरूको टाइम मिलाएर घुम्न पाउनु चाहिँ एकदमै ठुलो कुरा रहेछ. किनभने अब सबैजना यो उमेरमा भइसकेपछि चाहिँ आफ्नो आफ्नो काममै बिजी होइन. सबैजना अब दाजु आफ्नै काममा, दिदी आफ्नै काममा, म आफ्नै काममा, बाबा आमा त्यही अब नाति नातिना भन्नु व्यवहार भन्नु है सबैजना. त्यही भएर टाइम मिलाउन चाहिँ एकदमै गाह्रो के. तर पनि थ्याङ्क गड होइन फाइनली हाम्रो चाहिँ टाइम मिल्यो. अब चाहिँ हामी थाइल्यान्डको लागि चेक इन गर्दैछौँ. अब हामी सिधै ब्याङ्कक जान्छौँ यहाँबाट चाहिँ जम्मा 4 घन्टा मात्र लाग्ने रहेछ ब्याङ्कक जानलाई. अनि हामीले चाहिँ ब्याङ्ककको पनि सिधै हामी ब्याङ्ककमा नबसिकनै सुरुमै पत्तैया जाने डिसाइड गऱ्यौँ. किनभने मेरो बाबालाई चाहिँ एकदमै बिच साइड मनपर्छ क्या. अब हामी ल्यान्डलक कन्ट्रीमा बसेर पनि होला होइन, बिचहरू नदेखिने. त्यही भएर चाहिँ हामी सिधै फर्स्टमा चाहिँ बिच एरियामै बस्ने भनेर हामी चाहिँ हेडिङ टु पत्तैया. मलाई चाहिँ लन्डनबाट सिङ्गापुर जानलाई डाइरेक्ट फ्लाइटमा 14 आवर्स लाग्यो. त्यस्तै सिङ्गापुरबाट ब्याङ्कक आउनलाई चाहिँ 4 आवर्स लाग्ने रहेछ भनेदेखि तपाईँको ब्याङ्ककदेखि फेरि पत्तैया जानको लागि चाहिँ 2 आवर्स लाग्ने रहेछ कि. अनि मैले चाहिँ सबै यो फ्लाइटहरू ट्याक्सीहरू सबै उता अनलाइनबाट नै सबै बुक गरेर फाइनलाइज गरेको थिएँ. त्यही भएर हामीलाई चाहिँ एकदमै इजी एक्सेस भयो. यताबाट चाहिँ बाबा मम्मीहरूलाई पनि अलिकति दुःख नहोस् भनेर नै मैले ठिक्क सिङ्गापुरको ट्रान्जिट बनाएको थिएँ. युकेमा चाहिँ म प्रायः बुकिङ.com अनि होइन एयरबिएनबीहरू नै चलाउँथेँ भनेदेखि मोस्टली यो एसियन कन्ट्रीतिर चाहिँ ट्रिप.com एकदमै फेमस रहेछ कि. यसमा चाहिँ एकदमै राम्रो अलिकति रिजनेबल रेटमा पनि पाइने भनेदेखि अलिकति रिलायबल पनि हुने रहेछ. त्यही भएर मैले यो जुन एसियन ट्रिपको लागि चाहिँ ट्रिप.com नै युज गर्छु. मलाई यसको जुन सबै सुविधाहरू मन पऱ्यो, यसको सर्भिसहरू पनि एकदमै मन पऱ्यो. हामीलाई चाहिँ यो जुन ट्याक्सी पनि वेट गर्नु परेन. ठिक्क हाम्रो ब्याङ्ककको चाहिँ एयरपोर्टमै यसको काउन्टर भएकोले गर्दाखेरि एकदमै इजी एक्सेस भयो होइन. र अहिले हामी चाहिँ पत्तैया पुगिसक्यौँ. अब हाम्रो ड्राइभरले भन्नुभयो अनुसार चाहिँ हामी अलमोस्ट होटलको छेउमा पुगिसकेका छौँ. हाम्रो होटल चाहिँ एकदमै बिचको ठिक्क साइडमा भएकोले गर्दाखेरि चाहिँ एकदमै राम्रो छ भन्ने हामीले एक्सपेक्ट गरेको थियौँ. र हामी होटलमा पनि पुगिसक्यौँ. होटलको चाहिँ इन्फ्रान्ससँग एकदमै राम्रो रहेछ. बाहिर चाहिँ एकदमै राम्रो लाग्यो होटल. र मैले चाहिँ जुन होटल जुन एक्सपेक्ट गरेको थिएँ नि, एक्सपेक्ट गरेँ भन्दा चाहिँ धेरै नै राम्रो रहेछ. दिदी के भयो?
एज पर आवर रिक्वेस्ट होइन हामीलाई चाहिँ होटलको एकदमै माथिकै फ्लोर दिएको थियो। हामी चाहिँ 25th फ्लोरमा बसेको थियौँ। हाम्रो रुम चाहिँ 25th फ्लोरमा रहेछ र यहाँबाट देखिने भ्यू चाहिँ यति राम्रो थियो होइन। अब होटल त पुग्यो, रुम कस्तो होला भनेर नि एकदम एक्साइटेड थियौँ हामी होइन। तर रुम पनि एकदमै राम्रो रहेछ है, एकदमै स्पेसियस। हामीले चाहिँ सोचे जस्तै हाम्रो रुम पनि राम्रो रहेछ। हाम्रो रुमको चाहिँ इच रुमबाट चाहिँ सबै बाल्कनी एक्सेस रहेछ होइन। अनि वान साइडको बाल्कनीबाट हेऱ्यो भनेदेखि पुरै तपाईँको सी भ्यू देखिन्छ भनेदेखि अर्को साइडबाट हेर्दा चाहिँ पुरै सिटी भ्यू देखिने रहेछ कि। त्यही भएर हाम्रो चाहिँ यो जुन हाम्रो एक्सपेक्टेसन भन्दा पनि राम्रो लाग्यो हामीलाई चाहिँ यो होटल। त्यो भएर चाहिँ म हजुरहरू पनि जो कोही आउनुहुन्छ भनेदेखि चाहिँ यो पतैया आउनुहुन्छ भनेदेखि चाहिँ म यो होटल चाहिँ रिकमेन्ड गर्छु है त, दिवेरा भनेर। चाहिँ यो बाहिरको हेर्नु त, यो लाइट्सहरूले गर्दाखेरि कस्तो राम्रो देखिने भनेदेखि तपाईँको रुमहरू पनि एकदमै क्लिन होइन, एकदम स्पेसियस, एकदमै राम्रो लाग्यो कि। मजाले किचनहरू पनि मजाले बनाइदिएको। त्यसमाथि हरेक रुमबाट चाहिँ तपाईँको बाल्कनी एक्सेस के, हरेक रुममा बाल्कनी एक्सेस रहेछ। यसले गर्दाखेरि चाहिँ मलाई यो होटलको यो रुम चाहिँ एकदमै मन पर्यो। यो साइड चाहिँ पुरै सिटी भ्यू देखिने रहेछ। अब हामी चाहिँ एकछिन कफी खाएर अनि बाहिर निस्किने भन्ने डिसाइड गऱ्यौँ। आज हामी गएको चाहिँ यो हाम्रो होटलदेखि नजिकैको नाइट मार्केट रहेछ। यसलाई चाहिँ पतैया नाइट मार्केट पनि भन्दो रहेछ। यो चाहिँ एकदमै रमाइलो लाग्यो हामीलाई चाहिँ, एकदमै लाइट्सहरू होइन। अनि त्यसपछि अब थाइल्यान्ड ब्याङ्ककहरू भनेको त यो पतैयाहरू भनेको त स्ट्रिटको लागि एकदमै फेमस हो नि त होइन। एकदमै टुरिस्टहरूलाई एकदम फोकस गरेर बनाएको मार्केटहरू रहेछ। हामीले पनि एकदमै धेरै इन्जोय गऱ्यौँ। यहाँ चाहिँ हामीले एकदमै देख्दै नदेखेको डिसहरू पनि देख्यौँ होइन। फ्रुट्सहरू त्यस्तै भेराइटिजको देख्यौँ। यहाँ आइसकिसकेपछि चाहिँ अब प्रायः सी फुड लभरहरूको लागि चाहिँ एकदमै बेस्ट डेस्टिनेसन रहेछ क्या। सी फुड लभरहरूलाई चाहिँ एकदमै इन्जोय गर्नुहुने रहेछ। त्यही भएर मैले चाहिँ मेरो दाइ दिदीहरूलाई पनि टेस्ट गर्नु न भनेर भने, तर कति फुडहरूको लागि चाहिँ उहाँहरूले रिजेक्ट नै गर्नुभयो, हामी नखाने भनेर होइन। तर पनि फ्यु अफ देम चाहिँ उहाँहरूले ट्राई पनि गर्नुभयो। यहाँ चाहिँ सी फुडहरू यति धेरै हुने रहेछ, कति हामीले देख्दै नदेखेको है, कति सुनेको मात्रै। म त कति धेरै छक्क पनि परेँ क्या। यो त्यो हुन्छ नि डिफ्रेन्ट खालको, त्यो यस्तो यो खानेकुरा पनि खान्छ र भन्ने खालको शुद्ध भयो कि मलाई। म तपाईँहरूलाई केही चाहिँ देखाउँछु है, हेर्नुहोस् है त। हामीले चाहिँ सबैजनाले आफ्नो आफ्नो डिसहरू लिएर आइसकिसकेको छौँ। अब सबैजना टेस्ट गर्ने भनेर होइन। अनि यो चाहिँ नाइट मार्केटमा चाहिँ साउन्डहरू होइन, म्युजिकहरू त्यस्तै मजाले लगाइदिएको। एकदमै राति एकदमै अहिले त अलमोस्ट 10-11 नै भइसक्यो, तर पनि सबै रमाइलो के। अनि यहाँनिरको चाहिँ एकदमै फेमस भनेको सी फुड, अनि प्लस अर्को भनेको चाहिँ तपाईँको म्याङ्गो स्टिकी राइस हुने रहेछ होइन। अनि हामीले पनि म्याङ्गो स्टिकी राइसहरू ट्राई गऱ्यौँ। यो नाइट मार्केट चाहिँ बिचको नै साइडमा भएकोले गर्दाखेरि पतैयामा चाहिँ एकदमै गर्मी थियो, तर पनि त्यहाँनिर चाहिँ एकदमै चिसो हावा आएर यहाँनिर बस्दा चाहिँ एकदमै रमाइलो भइरहेको थियो। यो मार्केट चाहिँ हाम्रो होटलदेखि जस्ट 15 मिनट्सको वकिङ डिस्टेन्समा मात्र रहेछ। त्यही भएर हामी चाहिँ गएर पनि फर्किसक्यौँ। हामी घर आउँदाखेरि चाहिँ अलमोस्ट 1 बजिसकेको थियो होइन। यो हाम्रो बाल्कनीबाट देखिने हेर्नु त भ्यू यति राम्रो देखिने रहेछ।
गुड मर्निङ। यो चाहिँ हामी बिहान भइसकिसक्यो, हामी उठिसक्यौँ। उठेर बिहानै हाम्रो बाल्कनीबाट हेर्दा हेर्नुहोस् त कति राम्रो भ्युज देखिने। त्यही भएर होइन यो होटल म कसरी रिकमेन्ड नगरिकन बस्न सक्छु त। म हजुर सबैजनालाई चाहिँ यो होटल रिकमेन्ड गर्छु है। इफ तपाईँहरू कतै आउँदै हुनुहुन्छ भने हेर्नुहोस् त, ठिक्क बाल्कनीमा निस्किने बित्तिकै यस्तो राम्रो बिच भ्यू, सी भ्यू छ नि, हजुरहरूले पनि डेफिनेटली इन्जोय गर्नुहुन्छ। हामी सबै परिवारले यति मजाले इन्जोय गऱ्यौँ नि यो होटलमा। अब चाहिँ हामी मर्निङ ब्रेकफास्टतिर लाग्यौँ। हाम्रो यो होटलमा चाहिँ यति धेरै अप्सन रहेछ नि ब्रेकफास्टको। जस्तै अब यहाँनिर चाहिँ अब धेरै विदेशीहरू पनि आउनुहुने भएर होला, इङ्ग्लिस ब्रेकफास्टहरूको अप्सन त हुने नै भयो। त्यही माथि हामी एजेन्टहरूको लागि पनि यति धेरै अप्सन। फेरि हामी एजेन्टहरूलाई त होइन, त्यही त अलिकति टक्क टुक्क अमिलो पिरै मनपर्छ। त्यही भएर यहाँ चाहिँ एकदमै धेरै चोइसेसहरू के। अनि यहाँ चाहिँ भन्नुहुन्छ नि भेज, नन भेज होइन, अनि त्यसपछि भिगनहरूलाई शुद्ध धेरै अप्सन के। तपाईँहरूले हेर्दै जानुभयो भने पनि यति धेरै अप्सन देख्नुहुन्छ, यति धेरै अप्सन देख्नुहुन्छ। सो हामीले चाहिँ यति धेरै इन्जोय गऱ्यौँ नि यहाँ ब्रेकफास्टमा पनि धेरैभन्दा धेरै अप्सन पाएर। थाइल्यान्ड चाहिँ अब सी फुड लभरहरूको लागि त डेफिनेटली राम्रो डेस्टिनेसन भइ नै हाल्यो। तर म जस्तो फ्रुट्स लभरहरूको लागि पनि एकदमै राम्रो डेस्टिनेसन रहेछ है। किनभने अब यो थाइल्यान्डहरू भनेको त ट्रपिकल एरिया नै हो नि त। अब त्यसमा चाहिँ फ्रुट्सहरू जहिले तहिले भइराख्ने हुन्छ। अनि त्यही भएर हरेक खालको फ्रुट्सहरू टेस्ट गर्न पाइने कि। अनि त्यही भएर म चाहिँ एकदमै इन्जोय गरिरहेछु है त। यसरी सबै परिवार होइन, यसरी आफूलाई मन परेको खानाहरू खाँदै यसरी घुम्न पाउनु होइन, यस्तो राम्रो राम्रो ठाउँमा त कसलाई रहर हुँदैन होइन। त्यही भएर हजुरहरू पनि ट्राई गर्नुहोस् है, यसरी नै घुम्नलाई, यसरी नै इन्जोय गर्नको लागि। हामी चाहिँ सबैजना एकदमै रमाइरहेका छौँ, एकदमै एक्साइटेड छौँ होइन। अझ धेरैवटा ठाउँहरू एक्सप्लोर गर्न बाँकी छ। यो भर्खरै अब आज हाम्रो सेकेन्ड डे हुँदैछ होइन, हामी इन्जोय गरिरहेछौँ। अझै वी हेभ मोर टु मोर विक्स है। आजको चाहिँ ब्रेकफास्ट सकेर अब हामी एकैछिन बाहिर रेस्ट गर्ने भनेर निस्क्यौँ। यो चाहिँ हाम्रो बिचकै साइडमा रेस्टुरेन्ट भएकोले गर्दाखेरि चाहिँ यहाँको एटमोस्फियर चाहिँ एकदमै राम्रो छ, एकदमै शीतल होइन, समुद्रको छेउमा हावा आउने। अनि फेरि हाम्रो होटलको चाहिँ ठिक्क अगाडि नै एउटा ग्राउन्ड फ्लोरमा स्विमिङ पुल पनि रहेछ। र यहाँ चाहिँ हामीले एकछिन सनबाथ लिने भनेर डिसाइड गऱ्यौँ। अनि त्यही हामी चाहिँ यहाँनिर होटल हेर्दै होइन इन्जोय गर्दैछौँ, गफसफ गर्दै। पतयामा चाहिँ साह्रै राम्रो राम्रो होटलहरू रहेछ होइन। त्यही भएर यहाँनिर चाहिँ एकदमै सुविधा सम्पन्न होटलहरू एकदमै अफोर्डेबल रेटमा पाइने रहेछ। त्यही भएर चाहिँ म कोही पनि नयाँ जाँदै हुनुहुन्छ पतयातिर घुम्नको लागि भनेदेखि चाहिँ हजुरहरूले निर्धक्क भएर एकदमै बेस्ट होटलहरू चाहिँ चुज गरेर जानुभयो हुन्छ है त। थाइल्यान्डतिर चाहिँ यो जनवरी र फेब्रुअरी चाहिँ एकदमै राम्रो सिजन हुने रहेछ। हाम्रो चाहिँ यो ठिक्क जनवरीको इन फेब्रुअरीको बिगिनिङ भएकोले गर्दाखेरि त्यो बिचमा परेकोले गर्दाखेरि एकदमै राम्रो वेदर भएको टाइममा पुग्यौँ। यतिखेर चाहिँ टुरिस्टहरूको एकदमै पिक सिजन हुने रहेछ र अलिकति होटलहरूको प्राइसिङ पनि अलिकति हाई हुने रहेछ। तर पनि प्राइसिङ हाई भए पनि एकदमै वर्थ फर पेइङ हुन्छ होइन। हजुरहरूले यो मौसममा जानुभयो भनेदेखि चाहिँ त्यस्तो गर्मी पनि नहुने, जाडो पनि नहुने
हुने होइन, नत्र नर्मली चाहिँ अब थाइल्यान्डको टेम्परेचरहरू ब्याङ्कक बताइहाल्को चाहिँ टेम्परेचर एकदमै हाई हुने रहेछ। तर पनि हामी चाहिँ अलिकति अझ जाडो ठाउँबाट गएकोले गर्दाखेरि हामीलाई चाहिँ गर्मी नै फिल भयो होइन। यहाँ चाहिँ त्यही भएर एकदमै धेरै कोकोनट वाटरहरू एकदमै धेरै पाइने रहेछ। अब मान्छेहरूलाई कति त डिहाइड्रेसन हुन्छ नि त, त्यसले गर्दाखेरि ठाउँमा कोकोनट वाटरहरू पाइने। अनि त्यही त हो नि, अब ड्रिङ्क्सहरू गर्नुहुनेलाई चाहिँ बियरहरू एकदमै मजाले पाइने होइन। त्यसले गर्दाखेरि म चाहिँ के भन्छ नि, अब यहाँनिर जाँदाखेरि चाहिँ तपाईँहरूले एकदमै वाटर बोतल चाहिँ आफ्नै साथमा बोकेर हिँड्नुभयो भनेदेखि राम्रो। यहाँ चाहिँ पानीमा एकदमै कन्सियस हुनुपर्ने रहेछ, किनभने अब हामी बाहिरबाट जाँदाखेरि चाहिँ त्यहाँको पानीहरू नमिलेर चाहिँ तपाईँहरूलाई प्रब्लम पनि हुनसक्छ नि त। त्यही भएर हामी चाहिँ मैले सबै कुराहरू यो अगाडि नै नेटमा सबै सर्च गरेको हुनाले हामीले चाहिँ एकदमै वेल प्रिपेयर भएर गएको थियौँ। यहाँ थाइल्यान्डमा आएर चाहिँ मलाई कस्तो खुसी लाग्यो क्या, यति धेरै बिजनेस अपर्च्युनिटीहरू नि उहाँले कस्तो मजाले हुन्छ नि हरेक कुरालाई चाहिँ क्याच गर्नुभएको। सपोज अब यो हुन्छ नि, अहिले यो बिचको साइडमा हेर्नु त यस्तो मजाले उहाँहरूले टेन्ट राखिदिनु भएर यस्तो मजाले आराम चेयरहरू राखिदिनु भएर यसरी हुन्छ नि यो कोकोनट वाटरहरू बेच्नुभएको। अनि यहाँ चाहिँ मलाई कस्तो पनि मन पऱ्यो भने अब सबैजनालाई त अब यहाँ आएर कोकोनट वाटरै खानुपर्छ भन्ने कम्पलसरी नभएको क्या। अब सट्ट आयो अनि त्यसपछि आएर चाहिँ होइन म आराम चेयरमा मात्र बस्छु है, रेस्ट गर्छु भन्दा पनि पाउने कि। अनि त्यसको लागि सर्टेन अमाउन्ट पे गर्नुपर्ने, त्यो त एकदमै राम्रो हो नि त। नत्र मान्छेहरूलाई त कस्तो अप्ठ्यारो हुन्छ नि त, ल गएर बस्ने कि के। यस्तो मजाले उहाँहरूले हरेक कुरालाई क्यास गर्नुभएको नि, त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। धेरैभन्दा धेरै हुन्छ नि नयाँ नयाँ कुराहरू चाहिँ देख्न सिक्न पाइने रहेछ कि यस्तो ठाउँहरूमा आउँदाखेरि चाहिँ। अनि यहाँको के हरेक हुन्छ नि सबैजना कति मजाको के एकदमै कस्तो वेल बिहेभ्ड होइन। अनि मान्छेहरूलाई कति रेस्पेक्ट दिने, कति पोलाइट होइन। त्यही भएर मलाई चाहिँ यहाँको सबै मानिसहरू पनि एकदमै राम्रो लाग्यो। यहाँको बिजनेस पोलिसी चाहिँ एकदमै राम्रो लाग्यो है। वी सुड लर्न फ्रम देम। दाजु खानु फेरि पुरै आइसमा हालेको हुँदो रहेछ कि मजा क्या गर्मीमा। हजुर आइस ए पानी त त्यही भित्र गयो नि। आमा कस्तो छ? ल अब खान्छु। केही हुँदैन, जान्छ सबै। हजुरहरू पनि थाइल्यान्ड ट्रिपमा आउनुहुँदाखेरि चाहिँ ह्याट कम्पलसरी, वाटर बोतल कम्पलसरी बोकेर आउनु होला। अनि सनग्लास है, सनग्लासेस पनि एकदमै कम्पलसरी लिएर आउनु होला, किनभने यहाँनिरको टेम्परेचर चाहिँ प्रायः एकदमै गर्मी नै हुने रहेछ होइन। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले यो तिनवटा कुरा चाहिँ एकदमै नेसेसरी हुने रहेछ तपाईँलाई। अनि अब अझ भयो भनेदेखि चाहिँ तपाईँहरूले सनस्क्रिन पनि त्यो हुन्छ नि स्टिकवाला सनस्क्रिन चाहिँ पोर्टेबल बोक्ने अनि टक्कै स्टिकवाला लिएर आउनुभयो भने चाहिँ एकदमै राम्रो। किनभने अब हामी चाहिँ मैले चाहिँ त्यो सनस्क्रिन चाहिँ बोकेन, त्यसले गर्दाखेरि गर्मीले पुरै डरेको है। हुनाले डर्न मलाई त्यस्तो कालो त भएको होइन, बट इभन हुन्छ नि अलिकति त्यसलाई चाहिँ प्रिभेन्ट गर्न सकिने रहेछ। त्यही भएर सनस्क्रिन चाहिँ मजाले बोकेर आउनुहोस् है। सनस्क्रिन, वाटर बोतल अनि सनग्लासेस अनि ह्याट। हामीले चाहिँ बिच साइडमा यसरी कोकोनट वाटर खाँदै एकदमै धेरै इन्जोय गऱ्यौँ होइन। यहाँनिर अब सबै टुरिस्टिक एरिया भएकोले गर्दाखेरि धेरैभन्दा धेरै टुरिस्टहरू पनि आउनुभएको है। अनि यो जुन हामीले बसेको पत्तयाको साइडमा चाहिँ यस्तो राम्रो स्यान्डी बिच रहेछ होइन, एकदमै राम्रो। यहाँ चाहिँ एकदमै धेरै तपाईँको हुन्छ नि टुरिस्टहरूको फ्लो पनि एकदमै धेरै रहेछ। अनि बस्नलाई पनि एकदमै रमाइलो राम्रो।
हामीले चाहिँ यहाँ बस्दा बस्दै प्लान गऱ्यौँ अब नेक्स्ट के त भनेर, किनभने हामी चाहिँ पुरै हुन्छ नि एकदमै बिना प्लान हिँडिरहेको छौँ। किनभने प्लान गऱ्यो भनेदेखि एकदमै रस हुन्छ नि त, अब यहाँबाट यहाँ जानु छ यहाँबाट जानु छ भनेर। अनि यसपालि चाहिँ मैले के भनेको थिएँ नि, हामी यो ठाउँमा बस्ने तर केही प्लान नगर्ने, एकदमै रिल्याक्स होइन। अनि टाइम भएपछि चाहिँ एट द सेम टाइम वी विल प्लान कहाँ जाने, अनि त्यही अनुसारले जाने टाइम भयो भने, अदरवाइज चाहिँ हामी रिल्याक्स गर्ने, फ्यामिली टाइम स्पेन्ड गर्ने भनेर हामीले बसेका थियौँ। र हामीले त्यहाँ बस्दा बस्दै चाहिँ के भन्दाखेरि पत्तायामा चाहिँ एकदमै राम्रो फ्लोटिङ मार्केट छ, यो चाहिँ एकदमै राम्रो छ भनेर सबैले भन्नुभयो। त्यही भएर हामी चाहिँ फ्लोटिङ मार्केट हेर्न आयौँ पत्तायाको फ्लोटिङ मार्केट आइसकेपछि पनि फेरि म एकदमै इम्प्रेस भएँ कि थाइल्यान्डको गभर्मेन्ट देखेर। यस्तो मजाले हुन्छ नि यो युटिलाइज गर्नुभएको छ नि रिसोर्सेसहरू चाहिँ, हरेक कोहीले चाहिँ हेर्नुपर्छ जस्तो लाग्यो मलाई। यो फ्लोटिङ मार्केट यति धेरै यहाँनिर भिजिटर्सहरू आउनुहुने रहेछ होइन। अनि यहाँको लोकल पिपलहरू त हुन्छ नि, उहाँहरूले त रोजगार पाउनुभयो, उहाँले बिजनेस गर्ने ठाउँ पाउनुभयो सबै, प्लस गभर्मेन्टले पनि कस्तो मजाले इन्कमहरू जेनेरेट गरेको कि। यो फ्लोटिङ मार्केटमा चाहिँ पुरै भित्र मार्केट होइन, अनि त्यसमा चाहिँ टक्क यो भित्र पानी अनि पानीमा चाहिँ पुरै बोटहरू, अनि इभन यहाँबाट इन्ट्री गरेको पनि फी लिने के, चार्ज लिने। त्यसले गर्दा हेर्नु त कति धेरै मान्छेले चाहिँ हुन्छ नि अर्निङको सोर्सहरू भयो नि त होइन। बिजनेस गर्नेले बिजनेसबाट अर्निङ गर्नुभयो, अनि बोट ड्राइभ गर्नुहुनेले त्यहाँबाट अर्निङ गर्नुभयो, अनि त्यस गभर्मेन्टले फेरि यहाँबाट इन्ट्री गरेको पेहरू लिने हुनुभयो होइन। त्यसले गर्दाखेरि कति धेरै इन्कमहरू जेनेरेट हुने के यो एउटै ठाउँबाट। अनि यहाँनिर चाहिँ यति धेरै ह्यान्डिक्राफ्ट सामानहरू युटिलाइज भएको के, त्यो कति वेस्ट मेटेरियलहरू हुन्छ नि त्यसलाई पनि एकदमै आर्टिस्टिक वेले चाहिँ पुरै मजाले डेकोरेट गरेको होइन। कस्तो एकदमै मजा लाग्ने रहेछ क्या यहाँ आउँदाखेरि चाहिँ। यो मार्केटमा आइसकिसकेपछि चाहिँ मलाई कस्तो खालको फिल भयो भनेदेखि थाइल्यान्डको प्रोडक्टहरू त कति धेरै हुने रहेछ त भन्ने खालको फिल भयो कि। अनि यहाँनिर यो फ्लोटिङ मार्केटमा चाहिँ मोस्ट अफ द प्रोडक्ट भनेको चाहिँ सबै होम कन्ट्रीकै थियो क्या, सबै मेड इन थाइल्यान्ड। अनि यो अलिकति अलिक यो समरी टाइपको ड्रेसेसहरू कि, अब हुनु त अलिकति गर्मी ठाउँ भएर पनि होला होइन, अलिक समरी फ्लेभरको ड्रेसेसहरू जुनै हेर्दा पनि कस्तो राम्रो लाग्ने क्या, एकदमै हुन्छ नि लाइट कलरको। त्यसले गर्दाखेरि यहाँ चाहिँ कस्तो हुन्छ नि सपिङ गर्न आउनेहरूलाई पनि एकदमै रमाइलो हुने रहेछ है। एउटै सपमा पस्दाखेरि पनि कति धेरै भेराइटिजहरू देखिने कि। अनि यहाँको फेमस भनेको चाहिँ त्यो एलिफेन्ट प्रिन्टवाला रहेछ है। एलिफेन्ट प्रिन्टवाला ड्रेसेसहरू चाहिँ एकदमै यहाँको एकदम पपुलर रहेछ। मैले पनि अब यो सपमा पुगेर चाहिँ खास केही पनि हामी सपिङहरू नगर्ने है, हामी घुम्ने मात्रै भनेर भनेको, तर घुम्दै जाँदाखेरि त्यो पनि मनपर्ने त्यो पनि मनपर्ने, सबैजनाको हातमा चाहिँ झोला भइसकिसक्यो कि। यहाँबाट चाहिँ यस्तो हुन्छ नि गिफ्टहरू टोकन अफ लभहरूको लागि चाहिँ एकदमै राम्रो हुने रहेछ कि, कस्तो राम्रो राम्रो क्युट सामानहरू पाउने कि। अनि त्यही माथि यो पुरै पानीमाथि भएकोले गर्दाखेरि हिँड्नलाई पनि कस्तो रमाइलो, एउटा सपबाट अर्को सपमा जानलाई पनि पुरै वुडन ब्रिजहरू बनाइदिएको है। यस्तो मजाको यति आनन्दको लाग्यो। अब यस्तै है आइडियाहरू जेनेरेट गरेर चाहिँ हामीले पनि हाम्रो उसमा ठाउँमा यस्तै ठाउँहरू बनाउन सके कस्तो राम्रो हुन्थ्यो होला जस्तो खालको एउटा फिल पनि भयो क्या मलाई। भनिन्छ नि धेरैभन्दा धेरै घुम्नु है पायो भनेदेखि भनेर, हो यस्तै होला कि। धेरै घुम्दाखेरि पनि कति कुराको जानकारी हुने कि, कति धेरै कुराहरू थाहा पाइने होइन। अनि त्यसले गर्दाखेरि चाहिँ घुम्यो भने पनि एकदमै नलेज चाहिँ अलिकति बढ्छ है भनेको चाहिँ हो कि। हेर्नु न यहाँनिर देख्दाखेरि त्यो कस्तो धेरै बिजनेसहरूको आइडिया आउने कि, यो पनि गर्दाखेरि हुने रहेछ, यो पनि गर्दा हुने रहेछ जस्तो खालको फिल हुने। त्यही भएर सकेसम्म चाहिँ हजुरहरू पनि टाइम पाउनुभयो भने घुम्न निस्किहाल्नुहोस् है। अब यो मैले अब म यहाँ थाइल्यान्डमा छु तर थाइल्यान्डै आउनुपर्छ भन्ने नेसेसरी होइन, तर जहाँ पनि टाइम मिल्यो भनेदेखि चाहिँ घुम्नुपर्ने रहेछ है। तपाईँहरू पनि घुम्नुहोस् है।
यो फ्लोटिङ मार्केटमा चाहिँ मैले धेरैभन्दा धेरै चाहिँ यहीँनिर डोमेस्टिक प्रोडक्टहरू नै देखेँ अनि प्लस यहाँको फुडहरू होइन एकदमै धेरै। अनि यहाँनिर चाहिँ फ्लोटिङ मार्केटमा एक दिन मजाले घुम्यो भने पनि रमाइलो लाग्ने रहेछ, किनभने तपाईँले चाहिँ हरेक कुराहरू नि जे खोज्नुहुन्छ त्यही पाइने रहेछ क्या यहाँनिर। तर प्राय हुन्छ नि यहाँको 90% चाहिँ यहाँनिरको लोकल प्रोडक्ट हुने रहेछ कि, त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। यहाँको चाहिँ हरेक कुरा क्या हेर्दा एकदमै राम्रो लाग्ने। सपहरूमा यसरी हेर्दाखेरि पनि होइन अब सपिङ नगर्ने भन्दाखेरि पनि हेरेपछि किनौँ लाग्ने क्या, त्यति धेरै एट्र्याक्ट गर्ने क्या यहाँको सामानहरूले। अब हामीले नि खासै केही नकिन्ने भनेको हेर्नु न, सबैजनाले किन्न थालिसकिसक्यो। यहाँ चाहिँ हरेक हुन्छ नि हरेक ठाउँमा एकदम रमाइलो लाग्ने के, सबै ठाउँमा एकदमै राम्रो राम्रो सपहरू, खाने ठाउँहरू होइन, रेस्ट गर्ने ठाउँहरू पनि सबै मिलाइदिएको। अब यहाँ आज चाहिँ दाजुले फेरि यहाँ ठिक्क डिप फ्राई गरेको क्र्याब पाउनुभयो। यो चाहिँ सायद मनपर्छ होला भन्नुभयो, किनभने हिजोको चाहिँ खासै मन पराउनु भएन। मैले चाहिँ यस्तो धेरै नै कोकोडालहरू सुत्नु हुने रहेछ कि, मलाई त हेर्दै डर लाग्ने, तर मान्छेहरूले चाहिँ यो सबै खानु हुँदो रहेछ कि। यति धेरै सी फुडको आइटमहरू पाइने रहेछ, म चाहिँ छक्क परेको कि यस्तो त हुन्छ नि खान्छ र जस्तो खालको फिल हुने रहेछ। तर हुन्छ नि है ठाउँ अनुसारको खानपिन, त्यही भएर जो पनि सी फुड लभरहरू हुनुहुन्छ नि उहाँलाई चाहिँ थाइल्यान्ड चाहिँ बेस्ट प्लेस रहेछ है। हजुरहरूले एकदम धेरै इन्जोय गर्नुहुन्छ सी फुड लभरहरूले चाहिँ। अनि त्यस्तै फ्रुट्स लभरहरूले पनि है, यहाँ पनि यति धेरै फ्रुट्सहरूको अप्सन नि, यति धेरै फ्रुट्सहरूको अप्सन। अनि हामीले पनि ल अब फ्रुट्सहरू खाऊँ न भनेर स्टार्ट गऱ्यौँ। अब डोरियन होइन, यो चाहिँ फेरि धेरैजनालाई मनपर्छ कि एकदमै धेरै। म चाहिँ तर यसको बिग फ्यान होइन है, मलाई चाहिँ खासै ठिकै लाग्छ, यसको स्मेलै मलाई मन पर्दैन। हुन त हाम्रो युकेमा पनि पाइन्छ मजाले, कोस्कोहरूमा पाइन्छ, अनि हाम्रो फ्यामिलीमा पनि सबैजनालाई मनपर्छ क्या, त्यही भएर ल्याएर खाइन्छ। तर मलाई चाहिँ मन पर्दैन पर्सनल्ली, तर मेरो चाहिँ प्रिफरेन्समा आउँदैन। तर मेरो दाजु दिदी बाबा आमालाई पनि मन पर्यो है यसको टेस्ट, किनभने हाम्रो नेपालमा चाहिँ खासै पाइँदैन। अनि त्यही भएर उहाँहरूले चाहिँ ल टेस्ट गरौँ न भनेर भन्नुभयो, अनि उहाँहरूलाई मन पर्यो यो चाहिँ। मलाई चाहिँ ठिकै लाग्यो, तर मलाई चाहिँ अरू फ्रुट्सहरू चाहिँ एकदमै मन पर्यो है। अनि त्यही भएर पनि मलाई चाहिँ एकदमै फ्रुट्सहरूको लभर भएकोले गर्दाखेरि पनि यो ट्रपिकल कन्ट्रीहरू चाहिँ एकदमै मनपर्छ, किनभने धेरै अप्सन पाइन्छ नि त फ्रुट्सहरूको। दाजुलाई मन पर्यो त्यो क्र्याब है, सबैलाई मनपर्छ, सबैलाई मनपर्छ। हामीले चाहिँ यहाँनिर टेस्टी गर्नको लागि मात्रै भए पनि डिफ्रेन्ट खालको फ्रुट्सहरू अर्डर गऱ्यौँ होइन, अनि सबै ट्राई गर्दैछौँ। बिचरा यहाँ सपकिपरले नै हामीलाई सिकाउँदैछ कि यो यसरी खाने हो है, यो यसरी खाने हो, यसको नाम यो हो भन्ने बिचरा सबै सिकाउनु भयो है कति मजाले। अनि खाएको धेरैवटा फ्रुट्सहरूको अब नाम त कतिको मलाई आउँदैन, तर पनि हुन्छ नि सबै फ्रुट्सहरू एकदमै मन पऱ्यो कि, एकदमै मिठो होइन। अनि हुन्छ नि फ्रुट्सहरू देखेपछि चाहिँ सबै टेस्ट गर्न मन लाग्ने क्या, ल ठिकै छ टेस्ट गरौँ न, यो पनि कस्तो भनेर होइन। अनि हामीलाई चाहिँ मलाई चाहिँ फेरि एकदमै थाइल्यान्ड चाहिँ एकदम अफोर्डेबल लाग्यो है, हरेक कुरा हजुरहरूले चाहिँ एकदम मजाले अफोर्ड गर्न सक्नुहुने कि। अनि त्यही भएर पनि मलाई घुम्नहरूको लागि चाहिँ थाइल्यान्ड एकदम बेस्ट डेस्टिनेसन लाग्यो है मलाई यो सर्ट टाइममा नै।
ल हेर्नुहोस् त कस्तो राम्रो इन्टरटेन गराएको यहाँनिर टुरिस्टहरूलाई। अनि यहाँनिर सपमा यो जुन फ्लोटिङ मार्केटमा आउनेहरूलाई चाहिँ यस्तो यो होइन बोटबाट नै कति राम्रो डान्सहरू पर्फर्म गरेर देखाउने, कति राम्रो के हरेक कुरालाई चाहिँ हुन्छ नि मजाले एकदम व्यवस्थित गरेको, मजाले कसरी हुन्छ युटिलाइज गरेको के सब कुरालाई। अनि त्यसले गर्दाखेरि नि मान्छेहरू एट्र्याक्ट हुन्छ नि त होइन। ल हेर्नुहोस् त सबै डोमेस्टिक प्रोडक्ट छ क्या, सबै लोकल प्रोडक्ट होइन। हेर्नु त कस्तो राम्रो। अब यसले गर्दाखेरि कति धेरै मान्छेले रोजगार पाएको छ त। हेर्नु त यसले गर्दाखेरि आफ्नो कन्ट्रीको इकोनोमी कति मजाले बुस्ट हुन्छ त। त्यही भएर मलाई चाहिँ यहाँ एकदमै राम्रो लाग्यो। हेर्नु न हरेक क्षेत्रमा सबै आफ्नै कति मजाले लोकल रिसोर्सेसहरू यति मजाले युटिलाइज गरेको देखेँ नि मैले यहाँनिर। आइ एम भेरी इम्प्रेस्ड। यसरी नै हामी चाहिँ फ्लोटिङ मार्केटभित्र घुम्दा घुम्दै हेर्नु न टाइमै गएको थाहा भएन। अब हामी फेरि ब्याक टु होटल। अब होटलमा आएर एकछिन फ्रेस हुने अनि त्यसपछि फेरि हामी आज पनि बाहिरै जान्छौँ डिनरको लागि। अनि हामीले चाहिँ होटलै एकदमै भने जस्तै पाएको छौँ है। हेर्नुहोस् न वान साइडमा पुरै सिटी भ्यू छ भनेदेखि अर्को साइडमा पुरै बिच भ्यू सी भ्यू रहेको छ भनेदेखि हाम्रो होटल पनि यति स्पेसियस छ नि, एकदमै रमाइलो। अनि हरेक रुममा चाहिँ आफ्नै बाल्कनी। अनि यति राम्रो होटल पाएपछि मक्क परिँदैन त। त्यही भएर हजुरहरूले पनि हेर्नुहुन्छ भनेदेखि मैले एजियाको लागि चाहिँ trip.com नै प्रिफर गर्छु है। trip.com-मा चाहिँ एकदमै राम्रो राम्रो होटलहरू र मजाले दिएको रहेछ। जस्तो हो नि तपाईँको पिक्चरमा अथवा इन्टरनेटमा त्यस्तै खालको होटलहरू चाहिँ पाइने रहेछ है। अब साँझ भएसँगै हामी निस्कियौँ त फेरि बिचतिर, हाम्रो फेभरेट प्लेस होइन त। यति राम्रो समुद्रको छेउमा यसरी हिँड्नु होइन, एकदमै चिसो हावा आइरहेको गर्मी मौसमको बेला कति रमाइलो भयो होला। हजुरहरूले पनि आफै नै इन्जोय गर्न सक्नुहुन्छ, सोच्न सक्नुहुन्छ। र हेर्नुहोस् त कति राम्रो समुद्र। अनि यसरी सबै परिवार घुम्नु पाउँदाखेरि ल है हजुरहरू पनि प्लान गरिहाल्नुहोस् है त हजुरहरूको ट्रिप। हामी चाहिँ यसरी बिचमा हिँड्दै प्लान गर्दैछौँ कि अब के गर्ने नेक्स्ट। अनि त्यसपछि चाहिँ हामी भोलि के गर्ने भनेर होइन। अनि आज चाहिँ बिचमा हिँड्दै मलाई किन अब थाइल्यान्डमा आइसकिसकेपछि त यसो मसाजमा किन नजाने फेरि दिनभरि। आज हामी धेरै हिँडेको छौँ ल है त। अब मसाजमा जाने भनेर हामी चाहिँ मसाज सेन्टरतिर लाग्यौँ। यहाँ चाहिँ यति राम्रो सर्भिस नि, यति राम्रो पोलाइट होइन, पोलाइटनेस। अनि यहाँको सर्भिसहरू एकदमै मन पर्यो है। आज चाहिँ हामीले चाइनिज सुप खाने डिसाइड गऱ्यौँ र खायौँ, एकदमै राम्रो। यहाँनिर चाहिँ हामीले एकदमै राम्रो चाइनिज फुड पनि पायौँ, सबैजनाले एकदमै इन्जोय गऱ्यौँ। र यो खाना खाइसकेपछि चाहिँ हामी एकचोटि अब फेरि घुम्न जाने है त क्लब भनेर डिसाइड गऱ्यौँ। त्यही भएर हामी चाहिँ सबैजना प्रिपेयर भएर लाग्यौँ क्लबतिर। अब घुम्न आएको सबै खालको एक्सपिरियन्स त गर्नु पर्यो नि होइन त। यहाँको चाहिँ नि कस्तो राम्रो के कारहरू पनि एकदमै लग्जरियस हुने के, अलिकति पे गरेपछि जस्तो भन्नुहुन्छ नि त्यस्तै पाइने के। सो म चाहिँ एकदमै ह्याप्पी छु है यहाँनिर एकछिन हावा खानको लागि। आज चाहिँ मैले बाबा आमालाई एक्सपिरियन्स गराउनलाई चाहिँ यो बारमा लाँदैछु। यो चाहिँ एकदमै तपाईँको 39th फ्लोरमा रहेको एकदमै राम्रो यो चाहिँ एउटा काइन्ड अफ रेस्टुरेन्ट पनि हो र क्लब पनि रहेछ र बार पनि के, एकदमै राम्रो। यहाँबाट चाहिँ यस्तो राम्रो भ्युजहरू देखिने होइन। अनि यहाँको खाना पनि एकदमै मिठो रहेछ, राम्रो। हामीले चाहिँ यहाँ एकदमै धेरै इन्जोय गऱ्यौँ होइन। यहाँ चाहिँ एकदमै क्राउड पनि हुने रहेछ, माथि स्विमिङ पुलहरू पनि रहेछ सबै। तर बाबा आमाहरूलाई चाहिँ त्यो माथि चाहिँ एकदमै नोइजी पनि भयो। त्यही भएर हामी चाहिँ यहाँ ठिक अलिकति पिसफुल एरियामा नै रिक्वेस्ट गऱ्यौँ र उहाँहरूले चाहिँ हामीलाई एकदमै राम्रो ठाउँमा सिट पनि मिलाइदिनु भयो। र पछि हामी त्यहीँनिर गयौँ। यहाँ बस्दाखेरि हुन्छ नि, यहाँबाट हेर्दा भ्युजहरू हेर्दाखेरि यति राम्रो लाग्यो, यस्तो रमाइलो लाग्यो। डेफिनेटली म नेक्स्ट टाइम आउँदाखेरि चाहिँ आउँछु नै यहाँनिर है। एकदमै राम्रो लाग्यो, यहाँको सर्भिसहरू पनि एकदमै राम्रो लाग्यो। हामीले चाहिँ फुल इन्जोय गऱ्यौँ होइन। अझ बाबा आमाहरू आउनु भएर बाबा आमालाई चाहिँ अलिकति साउन्ड अलिकति लाउड भयो नि त। त्यही भएर हामी चाहिँ एउटा कर्नरमा गएर बस्यौँ। तर उहाँहरूले पनि एकदमै धेरै इन्जोय गर्नुभयो। अब यहाँनिर चाहिँ आइसकिसकेपछि अब हल्का ड्रिङ्क्स त गर्नै पर्यो होइन त। हामीले चाहिँ ड्रिङ्क्सहरू के गर्ने भनेर डिसाइड गऱ्यौँ। अनि त्यसपछि हामी लाग्यौँ हाम्रो ठाउँमा। हामीलाई चाहिँ एकदमै राम्रो ठाउँ मिलाइदिनु भयो होइन। उहाँलाई भन्यो अलिकति नोइजी भयो यस्तो भनेपछि उहाँले एकदमै राम्रो पिसफुल एरियामा चाहिँ हामीलाई टेबल
मिलाइदिनु भयो। त्यही भएर चाहिँ कस्तो राम्रो लाग्ने कि हरेक उहाँहरूले चाहिँ कस्टमरहरूलाई इच कस्टमरलाई चाहिँ कसरी हुन्छ बेस्ट सर्भिस दिनुहुने रहेछ होइन। ल हेर्नुहोस् त यो भ्युजहरू देखेर चाहिँ हजुरहरूलाई पनि आउँ लाग्यो कि लागेन भन्नुहोस् त। यो रेस्टुरेन्टको यो माथिको बारको नाम चाहिँ जामा पतैया होइन, जामा क्लब पनि भन्नु रहेछ। यो चाहिँ पतैयाको ठिक्क बिच साइडमै छ। त्यही भएर हजुरहरू पनि आउनुभयो भनेदेखि चाहिँ यो क्लब जानु चाहिँ एकदमै राम्रो रहेछ। यहाँको सर्भिस पनि एकदमै राम्रो लाग्यो मलाई। यहाँको भ्युज भन्नुहुन्छ भनेदेखि त A1। हेर्नु न म कस्तो टपमा बसेर पोज दिँदैछु। सुरुमा त मलाई यहाँ माथि जानलाई एकदमै हुन्छ नि कस्तो नर्भस फिल भएको क्या, त्यस्तो टपमा ओपन एरियामा। पछि बस्दै जाँदा खाँदै जाँदाखेरि चाहिँ युज टु भयो होइन। यतिखेर चाहिँ हामी टेबलको वेटिङमा थियौँ, उहाँले टेबलहरू मिलाइदिइ हुनुहुन्थ्यो र हामी चाहिँ बसिरहेको थियौँ। र फाइनल्ली हामीलाई टेबलहरू सब मिलाइदिनु भएर चाहिँ हामी इन्जोय गर्न थाल्यौँ। हेर्नुहोस् त हाम्रो फ्यामिली कति इन्जोय गरिरहेको छौँ हामी। यो ठाउँ चाहिँ यति राम्रो भएर कि मलाई चाहिँ फोटो नखिचिकन र भिडियो नखिचिकन चाहिँ बस्नै मन लागिरहेको थिएन। त्यही भएर म चाहिँ हरेकतिरबाट भिडियोहरू खिचिरहेको थिएँ, बाहिरहरू हेरिरहेको थिएँ। अब यस्तो ठाउँमा आएर पनि पोज नदिने, भिडियो नखिच्ने होइन, फोटो नखिच्ने त पुरै भएन नि होइन। तपाईँहरू पनि यहाँ आउनुभयो भने डेफिनेटली त्यही गर्नुहुन्छ वाट आइ एम डुइङ राइट नाउ। अनि यसरी होइन बारमा गइसकिसकेपछि ककटेल नखाइ त भएन। अनि यो हो मेरो अल टाइम फेभरेट चिल्ली मार्गरिटा होइन। अनि त्यसपछि हामी ककटेल बियर खान थाल्यौँ। अब हुन्छ नि देश अनुसारको भेष भनेर होइन, जस्तो ठाउँमा गयो त्यस्तै खालको गर्नु पऱ्यो। अब ड्रिङ्क्स नखाइकन त भएन इन्जोय गर्नलाई। त्यही भएर मलाई चाहिँ एकदमै चिल्ली मार्गरिटा मनपर्छ। र स्टार्टिङ पनि त्यही भएको कि हामी युकेमा हुँदाखेरि चाहिँ थाई रेस्टुरेन्ट गइरहेको छौँ नि त, अनि त्यहाँको चिल्ली मार्गरिटा चाहिँ एकदमै मिठो हुन्छ क्या। अनि मेरो दिदीलाई चाहिँ खासै यस्तो ककटेलहरू मन पर्दैन क्या, तर मैले फोर्स गरेर यही ककटेल आज खाऊ भनेर उसले पनि ककटेल टेस्ट गर्यो। अहिले तपाईँहरू हेर्नुहोस् न उसको एक्सप्रेसन, ककटेल खाँदा उसले कस्तो एक्सप्रेसन दिएको छ भनेर। हामी चाहिँ यहाँ सबैजना आफ्नो गफमा व्यस्त भइरहेछौँ होइन, अनि इन्जोय पनि गरिरहेको छौँ। त्यही त सबैजना भेला भएर गफ गर्दाखेरिको मजै अर्कै हुने, रमाइलो हुने। जङ्गल हो नि त, जङ्गल बर्ड। ल हेर्नुहोस् त, एज आई सेड अर्लियर उसको एक्सप्रेसन, उसले ककटेल खाँदाखेरि कस्तो देखाउने रहेछ मेरो दिदीले। मन परेन उसलाई होइन नि त। हेर्नुहोस् त, तर म चाहिँ अझ पनि रिकल गर्छु कि वेन आई वाज भेरी यङ होइन, मेरो चाहिँ दाजु मलाई चाहिँ म त पुरै भिगन भएकोले गर्दाखेरि मलाई चिजहरू केही पनि मन नपर्ने नि त। अनि मेरो दाजुले चाहिँ मलाई अहिले पनि भनेको याद छ कि पिज्जा खानु, मलाई पिज्जा मन नपर्ने। अनि दाले चाहिँ के भन्दा नि अबि पिज्जा खानुपर्छ, अलिकति हुन्छ नि मान्छे एकदम यो स्ट्यान्डर्ड खानेकुरा हो भन्नुभएको अहिले पनि याद आउँछ कि। त्यतिखेर मैले पनि हुन्छ नि मन नपरी पनि अलिअलि खाएको थिएँ कि, त्यस्तो हुने रहेछ। अब आज पनि फेरि हामी निस्क्यौँ है घुम्नको लागि होइन। अब किनभने घुम्न आएको घुम्नै पऱ्यो नि त होइन, रुममा बसेर त काम भएन। अनि त्यही भएर हामी चाहिँ यहाँ लिफ्ट कुर्दैछौँ। हामी लिफ्ट कुरेर फेरि आज पनि हामी घुम्न निस्किने भयौँ।
हामी चाहिँ आज ब्रेकफास्ट गर्ने अन्त त्यो ब्रेकफास्ट गर्दा गर्दै नै हामी कहाँ जाने भनेर डिसाइड गर्ने अनि त्यसपछि हामी निस्किने प्लानका साथ हामी फ्रेस भएर निस्किसक्यौँ अब जाने अनि हामीलाई मनपर्ने ब्रेकफास्टहरू चाहिँ हामी सेलेक्ट गरेर खानेछौँ है त। मनपर्छ त्यही लिनु है। हामीले चाहिँ ब्रेकफास्ट खाइसक्यौँ। हामी ब्रेकफास्ट खाइसकेर पनि हामी फेरि हाम्रो फेभरेट प्लेसतिर लाग्यौँ बिच भ्यूतिर। अब एकछिन बिचमा गएर खेल्ने होइन त्यस्तो गर्मी मौसममा टक्क यस्तो स्यान्डी बिचमा गएर पानीमा खेल्ने भनेर हामी हिँड्यौँ एकछिन यहाँ बस्ने होइन। अब किनभने हामी त ल्यान्डलक कन्ट्रीमा बस्छौँ नि त होइन। अब नेपालमा त त्यस्तो समुद्रहरू देख्न पाइँदैन अनि त्यही भएर हामीलाई चाहिँ हुन्छ नि समुद्रको छेउ नै मनपर्ने रहेछ कि एकदम अचम्म लाग्ने रमाइलो लाग्ने अब समुद्रहरू देख्दाखेरि चाहिँ आहा लाग्ने होइन। अनि त्यही भएर हामीले मोस्ट अफ द टाइम चाहिँ यही बिचमा नै बिताउने डिसाइड गरे जस्तै भयो कि खालि हामी चाहिँ धेरै जस्तो टाइम चाहिँ हामीले बिचमै बस्यौँ कोकोनट वाटर खायौँ होइन एकदमै रमाइलो गऱ्यौँ। सबैजना उतै बस्नु त। अब पत्तै आइसकेपछि त मोस्ट अफ द टाइम त बिचमै हुनै परिहाल्यो नि त होइन। फेरि पनि हामी चाहिँ बिचमै रमाइलो गर्न हिँड्यौँ। बिचमा चाहिँ धेरै बेर रमाइलो गरिसकिसकेपछि चाहिँ फेरि हामी एकछिन रेस्ट गर्नतिर लाग्यौँ। यो चाहिँ हाम्रो रेस्टुरेन्टकै 5th फ्लोरमा रहेको स्विमिङ पुल हो र यहाँ चाहिँ बार पनि रहेको छ र हामीले चाहिँ यहाँनिर टक्क फेरि सनबाथ लिनको लागि पुरै हुन्छ नि मजाको आराम चेयरहरू राखिदिएको छ मजाले। अनि यति राम्रो यहाँनिर चाहिँ फ्लावर गार्डन रहेछ नि मनै यति आनन्द हुने। अनि हामी चाहिँ यही बारमा ड्रिङ्क्स गर्दै एकछिन सनबाथ लिँदै यहाँको फुलहरूसँग इन्जोय गर्ने डिसिजन गरेर हामी चाहिँ फेरि यता आयौँ। हेर्नु त कति राम्रो राम्रो फुलहरू यस्तो राम्रो वेल मेन्टेन यति वेल मेन्टेन छ हेर्नुहोस् त। यहाँनिर बस्दाखेरि चाहिँ जो कोहीको मन पनि एकदमै आनन्द हुने खालको छ कि। अनि यो सब देख्दाखेरि चाहिँ नेक्स्ट होलिडेको डेस्टिनेसन पनि यहीँ होस् है भन्ने खालकै फिल भयो है हामीलाई चाहिँ। आज चाहिँ फेरि हामी फाइनल्ली ब्याङ्ककको ट्रिपमा हिँड्यौँ। अब चाहिँ हामी ब्याङ्कक जाँदैछौँ। ब्याङ्ककमा चाहिँ फेरि हामी
4 डेज बस्नेछौँ र ब्याङ्कक एक्सप्लोर गर्नेछौँ। हामीले पत्तायाको चाहिँ धेरै ठाउँहरू घुम्यौँ। कति त अब मैले यहाँनिर समेट्न पनि सकिनँ, किनभनेदेखि अब लिमिटेड भिडियोहरू बनाएको हुन्छ नि त, सबै भिडियोहरू त क्याप्चर पनि गर्न मन लाग्दैन नि त, किनभने भिडियो क्याप्चर गर्दै हुन्छ नि आफूले यसरी हेरेर रमाइलो गर्न चाहिँ बिर्सिने रहेछ कि। सो मैले चाहिँ जति होइन जति भ्याएँ त्यति चाहिँ मैले क्याप्चर गरेँ। ल हेर्नुहोस् त, अब चाहिँ म तपाईँहरूलाई फेरि ब्याङ्कक देखाउँछु है त। ल हाम्रो यो जुन पत्तायाको ट्रिप चाहिँ लाई यति नै स्टप गरेर हामी ब्याङ्कक जाँदैछौँ। अनि तपाईँलाई म ब्याङ्ककको भिडियो चाहिँ फेरि नेक्स्ट भिडियोमा देखाउँछु है, किनभने मैले यो भिडियोमा फेरि सबै ट्रिपहरू ओगटेँ भने तपाईँहरूलाई नि मोनोटोनस हुन्छ नि त होइन, हेर्दा। सो यो थियो हाम्रो पत्तायाको ट्रिप। अब नेक्स्ट हुनेछ हाम्रो फेरि ब्याङ्ककको ट्रिप। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद है सबै हेर्नुभएकोमा, र प्लिज इन्जोय पनि गर्नुहोस् है त। हामीले चाहिँ अब कस्तो हुन्छ नि, सबै कुराहरू चाहिँ आफैले नै एक्सपिरियन्स गरेर त सकिँदैन नि त होइन। अनि त्यही भएर कति कुरा चाहिँ अरूले गरेकोमा पनि इन्जोय गर्नुपर्छ अरे कि। त्यही भएर चाहिँ आई होप होइन हजुरहरूले पनि मेरो भिडियो हेरेर चाहिँ इन्जोय गर्नुभयो होला। फाइनली आज चाहिँ हामी फेरि ब्याङ्कक जाँदैछौँ। ब्याङ्कक चाहिँ यहाँबाट जस्तै 2 आवर्स भनेको छ, तर बिचमा चाहिँ एकदमै धेरै ट्राफिकहरू हुने रहेछ यहाँनिर। त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क मोर देन 2 आवर्स लाग्छ होला। तर हामी चाहिँ ब्याङ्ककमा गएर आज कहीँ पनि जाँदैनौँ, होटलमै रेस्ट गर्ने हो। अनि त्यसपछि भोलिदेखि फेरि घुम्न थाल्ने हो। थ्याङ्क यू सो मच फर वाचिङ।